नमस्कार सम्पूर्णमा हामी रियाको अर्गनाइजेसन आज यस सामाजिक सञ्जालको अगाडि आइरहेका छौँ र सामाजिक सञ्जालको अघि आउनुको मेन उद्देश्य के छ भनेदेखि रम्बुक चरनमन्धुरा निवासी बहिनी स्नेहा छेत्री जो 18 वर्षको कलिलो उमेरमा उहाँलाई एकदमै एउटा ठुलो रोगले ग्रसित भएको छ र उहाँको परिवारमा एकदमै वज्रपात चलेको छ र डाक्टरको एउटा परामर्श अनुसार उहाँको जतिभन्दा जति सक्दो चाँडो नै अपरेसन गर्नुपर्ने भएको छ र अपरेसन गर्नमा करिब 8-9 लाखको खर्च को कुरा गर्नुभएको छ र आज हामी अर्गनाइजेसन जति पनि सहयोगी हातहरू हुनुहुन्छ उहाँहरूलाई हाम्रो नानी स्नेहा छेत्रीलाई एउटा जीवनदान दिने सहयोग गरेर जीवनदान दिने हामी एकदमै आन्तरिक हृदयबाट नै हामी तपाईहरु समक्ष अपिल गर्दछौँ र हाल नानीको उपचार रामा हस्पिटल सिलगढीको रामा हस्पिटलमा चलिरहेको छ र त्यहाँबाट चाहिँ अहिले के भन्नुभएको छ भने डाक्टरले एउटा राम्रो न्युरोलोजिस्ट यता पटनामा हुनुहुन्छ अरे अनि त्यहाँ गएर चाहिँ अपरेसन गर्नु भन्नुभएको छ र नानीलाई आज तपाईको हाम्रो जरुरत परिरहेको छ। आउनुहोस् है हामी तपाईहरु मिलेर नानी हाम्रो स्नेहा छेत्रीलाई नयाँ जीवन दान दिउँ र हामी तपाईहरु समक्ष सम्पूर्णमा पनि हामी धन्यवाद पनि दिन चाहन्छौँ किनभने एउटा रिहब अर्गनाइजेसनको एउटा यो संस्थामा तपाईहरुले कयौं बिमारीहरूलाई तपाईको श्रमदान गरेर एउटा आर्थिक सहयोग गरेर मद्दत पुर्याएर बिमारीहरूलाई एउटा जीवनदान दिइसक्नु भएको छ र अब फेरि हाम्रो एउटा रम्बुक चरनमन्धुरा निवासी हाम्रो बहिनी स्नेहा छेत्रीलाई पनि एउटा ठुलो बिमारी आइरहेको छ र हाम्रो बहिनी स्नेहा छेत्रीलाई पनि त्यसरी नै मद्दत गरेर एउटा जीवनदान स्वरूप तपाईहरुले मद्दत गर्नुहुन्छ भने हामी सम्पूर्ण रियाको अर्गनाइजेसन हामी तपाईहरुलाई अपिल गर्दछौँ। धन्यवाद। नमस्ते, मेरो छोरीलाई बचाइदिनुहोस् तपाईहरुले र म तपाईहरुलाई है अपिल गर्छु कि मेरो छोरीलाई तपाईहरुले केही सहयोग गरेर अपिल गर्छु तपाईहरुले जाति बनाइदिनुहुन्छ भनेर। त्यसरी मात्रै जस्तै तपाईको समाजले के सल्लाह हेल्प गर्छै गर्छ। तपाईँलाई विचार म एउटै भन्छु कि